वेलकम टु माई मिनी ब्लग। अहिले चाहिँ बिहानको 7:20 भइसकेको छ। अब म चाहिँ बिहान 6:30मा उठेर चाहिँ नुहाएँ अनि नुहाएर चाहिँ यतिकै ठ्याक्क नुहाएर सकेँ अनि आज चाहिँ मेरो बर्थडे हो। त्यही भएर चाहिँ घरबाट मैले चाहिँ ह्याप्पी बर्थडे भनेर टिका लगाइदिन आउनुभयो। अब चाहिँ म मन्दिर गएर पूजा गरेर आउँछु। यहाँ नजिकै एउटा मन्दिर छ अनि त्यसपछि मेरो 9 AM to 5 PM मेरो कलेज छ। म कलेज जान्छु अनि त्यसपछि मैले बर्थडे मनाउँछु कि मनाउँदिनँ भनेर सबै मैले यही भिडियोमा हाल्छु। पानी परिरहेको छ। अहिले चाहिँ हल्का बिसाएको रहेछ, नत्र भने अलिक परिरहेको थियो। अब चाहिँ म पूजा गर्न मन्दिर जाँदैछु। मसँग त केही सामान पनि छैन, त्यही भएर अगरबत्ती र थोरै पैसा चढाउनु पैसा मात्रै लिएर जाँदैछु। यस्तै आफैले आफ्नो बर्थडेमा टिका लगाउनु पर्छ। अघिको टिका मैले मेटाइदिएछु कि मुख धुने बेलामा। अब चाहिँ यति टिका लगाउँछु अनि त्यसपछि लगाएपछि चाहिँ म कपाल कोर्छु अनि त्यसपछि मेरो कलेजको लागि रेडी भएर जान्छु। रेडी त के हुने यस्तै हो। अनि म निस्किसकेँ। यो चाहिँ चोकसम्म जाने बाटो हो। अनि म चाहिँ गाडीमा चढेँ। त्यसपछि साथीहरूको लागि म्यामहरूको लागि भनेर पसलमा आएर चक्लेट किने अनि किनेपछि चाहिँ मेरो क्लासमा Happy birthday to you. यहाँ चाहिँ 4:30 हुने बेलासम्म पनि छुट्टी भएको थिएन। क्लासमा बस म चाहिँ बल्ल अब कलेज सकेर मेरो रुम जान लागेँ। यो चाहिँ पुरै कन्स्ट्रक्सनको काम भइरहेको माथिपट्टि बनाउँदै हुनुहुन्छ। साथीहरू म चाहिँ भर्खर मेरो रुममा आयो। म ड्रेस चेन्ज गर्छु। पवित्र आएको कि के भनिदिने के भन्ने हो स्मृतिलाई सरप्राइज देऊ ल मेरो तर्फबाट भन्दै थिइन्। अनि त्यसपछि गयौँ अनि त्यसपछि ल्यायौँ अनि यो पनि हो। किन हो र यस्तै लगाउने। थ्याङ्क यू सो मच भेरी भेरी साथी। आई मिस यु सो मच। आई लभ यु। यो पनि लगाएर देखाउनु पर्छ। Happy birthday to you. Happy birthday to you. Happy birthday dear Smriti. Happy birthday to you. Happy birthday to you. Happy birthday. बेलुका पनि हुन लाग्यो। म अङ्कलको घर बर्थडे मनाउन जाँदैछु। हेलो गाइस, आज चाहिँ हामी चाहिँ स्मृतिको बर्थडे मनाएर हामी चाहिँ छुट्टी लागेको छौँ भने स्मृति चाहिँ ऊ चाहिँ आफ्नो क्रस गर्ने। हामी त रोड क्रस गर्नु पर्दैन। बाई अब चाहिँ 8 बज्न लागिसक्यो। म अङ्कलको घर जाँदैछु। सधैँ छ बाटो पनि बल्ल लाइट आयो। यहाँ फेरि बिचमा अँध्यारो बाटो आउँछ अनि फेरि उज्यालो बाटो आउँछ। ह्याप्पी बर्थडे टु यु। आई लभ यु। क्या
चाहिँ आन्टीहरूले खाना बनाउँदै हुनुहुन्थ्यो। उहाँ चाहिँ मेरो नयाँ आन्टी अनि यहाँ भाइले चाहिँ भिडियो खिच्दैछ। हाम्रो कुक हजुर धेरै शुभकामना, सुख शान्ति समृद्धि दीर्घायु हर्षोल्लास उन्नति प्रगति पढ्नु धेरै पढ्नु ज्ञानी हुनु भनेको मान्नु है। अहिलेसम्म त ज्ञानी चाहिँ राम्रो चाहिँ भनेको मान्छ। अब यहाँभन्दा पछि गएर नमातियोस्, ठुली नभएस्, उसिङ्कल नभएस् है छोरी। फ्याट्ट फ्याट्ट पढेको आओस्। के भयो अब यसलाई के खुवाइदिने हो? जन्मदिनको धेरै धेरै शुभकामना है, राम्रोसँग पढ, महिलाको नाम राख। ल